हेलो गाइज नमस्ते वेलकम टु माई अनदर न्यू भ्लग। आजको भ्लग चाहिँ मैले केबाट स्टार्ट गर्दैछु भने हजुरलाई अस्ति मैले कुरा गरिसकेँ, प्रिभियस भिडियोमा कुरा गरिसकेकै थिएँ। हामी चाहिँ आफ्नो एकोमोडेसनबाट न्यू आफ्नै एपार्टमेन्ट रेन्ट गरेको छौँ। त्यही भएर हामी आज फाइनली हामी आफ्नो एकोमोडेसन छोड्दैछौँ। हेर्नुहोस् हामी यस्तो बेडमा बसिराखेको थियौँ। यो भयो हामी 3 जना छौँ यो एकोमोडेसनमा, एउटा बहिनी पनि हुनुहुन्छ अनि यो बहिनी अनि यो दिदी खाली गरेर अब आज हामी सिफ्ट हुँदैछौँ। यहाँ एकजना साथी हुनुहुन्छ, उहाँ इन्डियन साथी हुनुहुन्छ। उहाँ चाहिँ एक्लै हुनु नै भयो, उहाँले धेरै मिस गर्छु भनिदिइराख्नु भएको छ। हामीले पनि मिस गर्छौँ लावण्य। अब चाहिँ के हो भने मैले यो बेडहरू सबै क्लोज गरेर अब आज सिफ्ट हुने प्लान छ नि त। त्यही भएर चाहिँ सबै सामानहरू जस्तै वासिङ मेसिन, फ्रिज अनि बेडहरू इन्स्टल गरेको छैन। त्यो पहिला मैले इन्स्टल गरेर अनि बल्ल हाम्रो सामानहरू पिकअप गरेर त्यहाँ ड्रप गर्ने प्लान छ। त्यही भएर त्यसको लागि जाँदैछु। मेरो अरू साथीहरू ड्युटी जानुभएको छ, म फ्री भएको भएर यस्तो कामहरू गरिरहेको छु। साँझ आएर हामी सिफ्ट हुन्छ। मैले चाहिँ त्यो हाम्रो नयाँ जुन सामान हामीले पसलमा किनेर आएको छौँ त्यो चाहिँ सिफ्ट गरेर त्यहाँ इन्स्टल गर्ने मान्छेहरू लेबरहरू बोलाएर इन्स्टल गर्ने कामहरू चाहिँ म गरिराख्छु। हस् अब त्यसको लागि म तयार हुनु पर्यो। म भर्खर यो घरको यस्तो हालतमा छु, अब तयार हौँ त है। ल साथीहरू म तयार भएँ, अब म जाँदैछु बाहिर। सबै कुरा यो झोलामा बुढी मान्छेले जस्तो यो पुरानो झोला बोकेर हिँडिरहेको छु। बिलहरू छ यसमा अनि सबै इन्फर्मेसनहरू छ यसमा। त्यही भएर मैले छोडेको छैन यो सिफ्ट नहुँदासम्म। अब म जान लाग्छु। यो चप्पल हो मैले लाउनु, किनकि यो कम्फोर्टेबल हुन्छ। यो चप्पल मलाई एकदम कम्फोर्टेबल हुन्छ किनकि मेरो कन्डिसन कम्फोर्टेबल लगाउनु पर्ने कन्डिसन छ। यो भयो यस्ता साइडमा जा। यति धेरै सामान छ। यो सबै सिफ्ट गर्नु साँझ। ए यो त बिर्सेछ भित्र प्याक गर्ने भनेको। यत्रो दाममा अहिले गाडी लिएर यो पिकअप गर्नु हो। अब म जाँदैछु। लेट्स गो टु आउटसाइड। अनि मलाई साथीहरू अनि मलाई हेल्प गर्न मेरो महिना बहिनी आउँदै हुनुहुन्छ। म एक्लै भएको भएर बहिनी पनि आएको छ। बहिनी त वेट गरिरहेको छ होला, आइपुग्न लाग्यो भन्दै थिएँ। बहिनीसँग जाने झोला त बोक्नु त खै त झोला यस्तो झोला के त्यो म त झोला जस्तो यहाँ बिल सिल बोक्दै हिँड्छु त। झोला त झोला। वासिङ मेसिन इन्स्टल भयो, फ्रिज पनि इन्स्टल भयो। अब ग्यासको लागि यहाँ टेबल दिन छ, यहाँ चिम्नी छ। اوكي هو يخلص هنا يجي يركب انا معلوم هو يخبرك فهمت شيء ثاني हजुर ट्राई गरौँ न कस्तो हुन्छ। त्यत्रो ग्याप हुँदो रहेछ त मुनि। हाम्रो नेपालीको पलङ मुनि सामान राख्ने के सानो सामान राख्ने बानी छ। यताको यसरी अलिक कम काम गरे जस्तो फिल भयो मलाई। किन त्यता चिसो भयो, यता तातो हो। गर्ने मान्छे केही हो के यो हो हाम्रो बेड। यो मेरोवाला बेड, क्वीन साइजको बेड।
अब म यसमा यसरी तयार भएर अझै यसको बेडसिटहरू लिनै छ। त्यहाँ छ विन्डो पनि पुरा खुला, कस्तो राम्रो। यहीँ नजिकै मस्जिद छ, मस्जिद देखिन्छ। पछि राम्रोसँग सफा हामीले डेकोरेट गरेपछि मेरो होम टुर पनि गराउँला। अहिले त यस्तो फोहोर छ हेर्नु त, जस्ट इन्स्टल मात्र गरेको छ, सरसफाइ गरेकै छैन। ओके, अब अरू काम पनि बाँकी छ। म अहिलेलाई क्लोज गरेर पछि हेरौँला। हस्, बाई बाई। मेरो क्यामेरामा हामी चाहिँ अब हाम्रो अपार्टमेन्टदेखि बजार, सब्जी भन्ने यहाँ पनि छ, नेपालीहरूको बजार। हेलो गाइस, गुड इभिनिङ। आज भर्खर हामी इभिनिङ वक गरिरहेको छौँ। अब यही इभिनिङ वक गरी बजार सब्जी मन्डीतिर जाँदैछौँ। कति त छ रोड क्रस गर्ने ठाउँ। यो हो हाम्रो सब्जी मन्डी। के फरक छ दिदी? हजुर, यो काँक्रा र काँक्रामा के फरक? काँक्रा, यो काँक्रा त बाख्रामा यो 4 रुपियाँ अरे, त्यो 4 रुपियाँ अरे, यो 3.5 रुपियाँ अरे। कहाँ छ अर्को काँक्रा? त्यो काँक्रा ए, के फरक छ? केही मिस भएन, म त यही किन्छु भन्छ त। कसै भयो? त्यसमा अलिक राम्रो हो कि यसमा पहेँलो हो कि? 1 किलो यो पनि राम्रै छ। सब्जी मन्डी कि यो हो सब्जी मन्डी। त्यो पनि सब्जी मन्डी, मासु पसल के छ। आउनु सिडी भन्नु। यसरी त्यो यो के मिलन भन्छ के मिलन भन्छ के? रक मिलन, व्हाइट मिलन, के मिलन भन्छ? एउटा पहेँलो वाला हुन्छ त्यो त रक मिलन हो। कति महँगो भन्छ? यसको भित्र कस्तो हुन्छ? मलाई स्विट पोटेटो चाहियो, त्यति मात्र। यति त बोक्न सक्छौँला नि। खै त स्विट पोटेटो देखेन त कति। मैले हाम्रोवाला सब्जीवाला मान्छेलाई खोलेको साग खोजेर मलाई जसरी होइन ल्याइदियो भनेको, उसमा अजमानमा बेचिराखेको देखेको थिएँ क्या। सार्जा के अजमानमा हो कता, त्यही भएर मलाई खोजेर ल्याइदियो भनेर फोटो निकालेर दिएको। स्विट पोटेटो, खै स्विट पोटेटो, स्विट कर्न। यो स्विट पोटेटो कत्रो बडे मानको यो सेतो, भित्र सेतोवाला हो, बाहिर पर्पल भित्र सेतो के। अस्ति नै किनेको, भित्र पहेँलो थियो कि। इसका अंदर व्हाइट है, कैसे दिया? ओके, म यो किन्छु है त। अब रोज नपर ल, हाम्रो रुम हाम्रो सिफ्ट गरियो। अब उस गर्नु पर्यो, के गरे यसो अगरबत्ती पूजा त गरौँ। आजको दिन छ मिलाएर सरेको। मेरो बेडु त्यहाँ विन्डोको साइडमा परेछ। दिदी कतिको ह्याप्पी, आनन्द आछ होला नि। अझै यसलाई डेकोरेट गर्ने आफ्नो तरिकाले झन् आनन्द आउँछ होइन। आनन्दले आफ्नो बेडमा यसरी, ओहो मलाई त यसरी आकाश सुत्दाखेरि यहाँ ट्याङराङ त्यो मेटल देखेको थियो। मलाई त कहिले त्यो कहिले त्यो माथिपट्टि मेटल हट्छ भन्ने फिल भएको थियो। अब त आफ्नै बेडमा, क्विन साइजको बेडमा क्विन जसरी सुत्ने हो आफू त। कहिले होला अझ यसलाई मिलाएर भ्याउने भन्छु। त्यति भयो भने त अझै पर्फेक्ट हुन्छ हाम्रो घर। थकाइ लाग्यो। त्यही त भने नि, मेलनाले भनेको थियो त, मेरो पनि साइज यही हो दिदी, मेरोमा 2 जना अट्छ भनिराखेको थियो त। हामीले यसलाई किङ साइज भनिराखेको थियो। होइन बहिनी, किङ साइजको अझै ठुलो देखाएको थियो हामीलाई, यो त क्विन साइजै भनेर किनेको भन्दै थियो त। ठुल्ठुलै छ क्या हाम्रो। 2 जना मिलेर सुत्यो भने मजाले सुतिन्छ त्यसमा पनि।
मेरो क्वीन साइजमा मेरो बुढा मेरो छोरी मेरो म गरेर मजाले छोरा त त्यस्तै हो अब कहिले कहिले आफ्नो शरीरको कन्डिसन थाहा छ के अरे अब त बाई बाई छोरी मैले त्यही त भनेको नि यो बेडको मलाई घटाइदिएन नि त डिस्काउन्ट गर्दैन अनि त्यही भएर त्यसो मलाई अलिकता बढी ठुलो दियो भनेर अनि अलिकता ठुलो गराइदिएको हो नि त त्यसले केही कुरा अनकन्फर्म नगरिकन त्यही भनेको नै नै त्यो बिलिङ गर्दाखेरि सबैलाई मेट्रेस भयो बेड भयो सस्तो पनि भयो मेरो चाहिँ हरेक कुरा महँगो मलाई यतिकन ठुलो दियो भनेर अनि यतिकन ठुलो गराइदिएको त हो अलिकता ठुलोवाला ठुलो साइज हो कि दुध लिएर दुध उमाल्छन् चुलामा हामी त नेपाली हो त यो सामान कहिले हो हामीले सेट गर्ने के भन्छ र होइन यो त यो फाल्ने हो डस्टबिन कहाँ छ अब त्यही हाम्रो पहिलाको बिल्डिङमा जस्तो बोक्दै हिँड्दै यहाँ कतै पुवाल होला कि हाल्ने होल सोध्न छ उसलाई त म फोन गरेँ है त त्यो के हो त्यसको अहमदलाई ओके हाम्रो किचनको लागि हामीले दियो बाल्यौँ आज हामी प्रवेश गऱ्यौँ गृह प्रवेश अलिक फर्मल तरिकाले त गर्न सकिएन काम चलाउँछ को बुझ्दै निस्किने त नि आज घरकी लक्ष्मी कन्ने केटी भनेर खुब भगवानले बास गरोस् भगवानले लक्ष्मीले बास गरोस् भगवानले मात्रै होइन पितृले पनि बास गरोस् अनि के भन्छन् भन्न पनि आएन के हाम्रो यो स्वीट होम भन्न आएन दिदी भनिदिनुहोस् घरमा के चाहिन्छ त्यो सबै शान्ति समृद्धि होइन सबै होस् हामी 4 जना दिदी बहिनीहरूलाई सधैँभरि हाम्रो कुलपितृ भगवानहरूले सधैँ रक्षा गरून् हाम्रो 10 औला जोडेर नमस्कार छ नमन छ होइन अरू चाहिँ के भन्नु र यसै छ ताल यस्तै चाहिँ कपाल लक्ष्मी पूजाको दिन प्रवेश गर्ने भनेको त्यस्तै भएको छ अब फर्मल तरिकाले ओके यति भन्दै आजको लागि मेरो ब्लग अन्त्य गर्न चाहन्छु बाइ बाइ।